गरिबी जेबमा होइन सोचमा हुन्छ। धेरै मानिसहरू सोच्छन् उनीहरू गरिब छन् किनकि उनीहरूसँग पैसा छैन। तर साँचो कुरा के हो भने धेरै मानिसहरू पैसाले होइन सोचले गरिब हुन्छन्। किनकि पैसा कम हुनु समस्या होइन, ठुलो समस्या भनेको सानो सोच हुनु हो। हामीसँग पैसा कम छ भने त्यसले हामीले कहिले पनि फरक पार्दैन, तर हाम्रो सोच नै खाली छ, त्यसले धेरै फरक पार्छ। गरिबी केवल खाली जेबमा होइन, गरिबी त्यो सोच हो जहाँ मानिसले आफूलाई कमजोर ठान्छन्। जब मानिसले सोच्छन् म सक्दिनँ, मेरो भाग्य खराब छ, म जस्तो मान्छे सफल कहिले पनि हुँदैन, समस्या त्यही आउँछ। त्यही सोचले उसको जीवनमा अन्धकार बनेर आउँछ, त्यसको जीवन बाँधेर राखेको हुन्छ। धेरै मानिसहरूसँग अवसर आउँछ तर उनीहरू डराउँछन्। किनकि उनीहरूको सोच गरिब छ। गरिब हुनु समस्या होइन, हाम्रो सोच गरिब हुनु समस्या हो। सफलता सधैँ पैसाबाट सुरु हुँदैन, सफलता सोचबाट सुरु हुन्छ। यदि सोच ठुलो छ भने खाली हात भएको मान्छे पनि माथि उठ्न सक्छ, तर सोच सानो छ भने धेरै पैसा भएको मान्छे पनि नल झर्न सक्छ। त्यसैले वास्तविक धन भनेको पैसा मात्रै होइन, वास्तविक धन भनेको हाम्रो माइन्डसेट हो। हामी आजको स्ट्रगललाई धेरैले अभिशाप ठान्छौँ हैन। आजको जुन एउटा समस्या, जुन हाम्रो एउटा सङ्घर्ष छ, त्यहाँ हामीले एउटा श्राप पाए जस्तो ठान्छौँ। तर स्ट्रगल, सङ्घर्ष नै सक्सेसको एउटा विद्यालय हो जहाँबाट हामीले सिक्छौँ। दुःखले सिकाउँछ, अभावले सोच बदल्छ, सङ्घर्षले शक्ति बनाउँछ। आज कठिनाइ छ भने त्यो तिमीलाई रोक्न आएको होइन, तिमीलाई बलियो बनाउन आएको हो। यदि जीवन बदल्न चाहन्छौँ भने पहिला हामीले आफ्नो सोचले बदल्नु पर्छ। म सक्दिनलाई म सिक्दैछु भन्नु पर्छ। मेरो भाग्य खराब छलाई म मेरो भाग्य आफै बनाउँछु, आफै बदल्छु भन्न सक्नु पर्छ। यही सानो परिवर्तनले जीवनको दिशा पनि बदलन्छ। त्यही भएर मान्छे गरिब हुँदैन, मान्छेको सोच गरिब हुन्छ। हामी याद राख्नुपर्छ, गरिबी जेबमा होइन, गरिबी हाम्रो सोचमा हुन्छ। जब सोच बदलिन्छ अवस्था बदलिन्छ, जब माइन्डसेट बदलिन्छ जीवन बदलिन्छ। साथीहरू, किनकि सफलता पैसा आउनुभन्दा पहिला सोचमा जन्मिन्छ हैन। जति मान्छे सफल हुन्छन् तिनीहरू त्यस्तै सफल भएका होइनन्। तिनीहरूको पछाडि धेरै सङ्घर्ष हुन्छ, धेरै स्ट्रगल हुन्छ, धेरै त्याग पनि हुन्छ। र साथीहरू, आफ्नो जीवनलाई सफल बनाऊँ, सङ्घर्ष गरौँ र सधैँ अघि बढिराखौँ। सोच बदलौँ, जीवन आफै बदलिन्छ। जय नेपाल।